我थपखाने ल्याऊ न भाइ थपखाने चाँडो चाँडो कति थप्दो रहेछ यार अलि बिस्तारै बोल सुन्छ सुन्दैन ए ब्रो थपखाने ल्याउ त अनि उ त्यो बाहिर गएर बोल बाहिर गएर बोल छिटो गरौँ होइन आज कतिजनाको टोली हो एकैजनाको चेप ओहो सका पार अलिकति थप्न त पाइन्न र थप्नलाई थप्न त पाइन्छ थप्ने पनि तरिका चाहिन्छ ओ नो थप लिएर आऊ यहाँ ब्रो यहाँ आऊ त थपखाने लिएर आऊ न के छैन त थपखाने ल्याउ न भने सर अब त खाने नै सिद्धियो कहाँ खान सक्यो भनेर हुन्छ यार बाहिर जाऊ यसो चामल किनेर ल्याऊ मिल्दैन नि सर कोही छैन ल चामल आइसक्यो है ल अब थपखाने आऊ कसो नपुग्ला र छिटो थपखाने लिएर आउनु त छिटो ल्याउनु भने थपखाने छिटो ल्याउ एउटा भाते छ यति खान्छ त्यो भाते ए भगवान यति खान्छ कि देशको रासनै सकाइसक्यो भने त्यसको नाम सुन्न पनि मलाई यति रिस उठ्छ कि त्यो भातेलाई त हरेक थकालीबाट त ब्यान्डै गर्नुपर्छ हामीले वर्षौंदिन गरेर खाने भात उसले यति गाँसमा सिधाइदिन्छ त्यस्तो भातेलाई यस्तो थकालीमा भित्राउन सकिन्छ ल्याउन सकिन्छ एक नम्बरको भाते नै हो त्यो साला नाम सुन्दा नै रिसै उठ्ने भाते याद राख्नुहोस् त्यो थकालीबाट चाहिँ ब्यान्डको स्टामै हानेर पठाइदिनुहोस् रिजेक्ट पुरै देश ब्यान्डै थकाली यो दौरा थकालीबाट त ब्यान्डै भयो ल जा ब्यान्डै भयो खतम यसलाई ब्यान्डै गर्नुहोस् जानुहोस् ल ब्यान्डै ब्रो यहाँ एउटा चिकन खाना गर नि त सर किन के भयो मास्क खोलेर खानुहोस् न होइन अब यो काठमाडौँको धुवा धुलो प्रदूषण यो इरिटेसन के